कथाको शीर्षक छ घर फर्किएकी मेरी मायालाई सम्झँदै। तिमी घर फर्किएको दिनदेखि समयलाई आफ्नो चाल नै बदलिएको जस्तो लाग्छ। घडी उस्तै घुम्छ तर सेकेन्डहरू भारी भएर झर्छन्। बिहान उठ्दा सबैभन्दा पहिले हात मोबाइलतिर जान्छ। आँखा राम्ररी खुलेका पनि हुँदैनन् तर मन तिम्रो नाम खोजिरहेको हुन्छ। कुनै नोटिफिकेसन छैन भने दिन अलि खाली जस्तो सुरु हुन्छ। अनि कहिलेकाहीँ अचानक तिम्रो एउटा सानो मेसेज आउँछ, बाबा मात्र लेखिएको हुन्छ तर त्यो एक शब्दले मेरो पुरै दिन उज्यालो बनाइदिन्छ। तिमी बिजी हुन्छौ, म बुझ्छु। घर पुगेपछि धेरै कुरा सम्हाल्नुपर्छ। आफन्तसँग भेटघाट, घरका काम, जिम्मेवारी। म तिमीलाई रोक्न चाहन्न। म त चाहन्छु तिमी जहाँ छौ खुसी रहोस्। तर मेरो मन भने अलि स्वार्थी रहेछ। तिमी बिजी हुँदा पनि एकछिन मलाई सम्झियोस् भन्ने चाहन्छ। साँझ पर्न थालेपछि तिम्रो याद अझै गाढा हुन्छ। हिजो राति आकाश खुल्ला थिए। मैले छतमा उभिएर तिम्रो घरतिर पर्ने दिशा हेरेँ। लाग्यो यही चन्द्रमा तिमीले पनि हेर्दै होला। सायद तिमी पनि ऊ अहिले के गर्दै होला भनेर सोचिरहेकी छौ होला। यही सोचले मलाई सान्त्वना दिन्छ। कहिलेकाहीँ म हाम्रो पुरानो च्याटहरू पढ्ने गर्छु। तिमीले पठाएको हाँसो, साना रिस, मिस यु, लेखिएको त्यो मेसेज सब फेरि जिउँदो हुन्छ। त्यति बेला म आफैसँग हाँस्छु, सम्झन्छु हामीसँगै हुँदा कति सजिलो थियो सबै कुरा। समय छोटो हुन्थ्यो तर सन्तुष्टि गहिरो। अहिले समय धेरै छ तर तिमी छैनौ भने त्यो समयको अर्थ नै हराए जस्तो लाग्छ। रात गहिरिँदै जाँदा कोठा शान्त हुन्छ। बाहिर गाडीहरूको आवाज पनि कम हुन्छ। म मोबाइल हातमै लिएर फर्किन्छु। तिमी अनलाइन आउँदा मेरो मुटु एकछिन रोकिए जस्तो लाग्छ। अनि जब मेसेज आउँछ म त्यसलाई धेरै बेरसम्म हेरेर बस्छु। तिमीले थाकेर लेखेको त्यो शब्दमा पनि म माया खोजिरहन्छु। तिमीलाई थाहा छ आफ्नो केयर गर्नु ल भन्ने तिम्रो मेसेजले मलाई कति हिम्मत दिन्छ। तिमी बिजी भए पनि मेरो लागि तिम्रो मनमा सानो ठाउँ राखिएकी छौ। त्यो ठाउँ नै मेरो आश्रय हो। कहिलेकाहीँ मन अलिक कमजोर हुन्छ। लाग्छ किन यस्तो पर्खाए, किन यस्तो दूरी। तर त्यसै बेला हाम्रो भविष्यको सानो सपना सम्झन्छु। त्यो दिन सम्झन्छु जब तिमी फर्केर मेरो अगाडि उभिनेछौ। म सायद धेरै कुरा भन्न खोज्नेछु तर शब्द हराउनेछन्। केवल आँखा बोल्नेछन् अनि त्यो एकछिनको भेटले सबै लामो रातहरूको हिसाब मिलाइदिनेछ। माया सायद यही हो, टाढिँदा पनि नखट्ने, व्यस्ततामा पनि नहराउने, चुपचाप पर्खेर बस्न सक्ने। तिमी बिजी हुँदा म रिसाउँदिन, केवल अलि चुप लाग्छु किनकि म जान्दछु तिमी फर्केर आउनेछौ। तिम्रो समय मिल्नेछ र त्यो बेला हामी फेरि पहिले चाहिँ हाँस्नेछौ। अहिले भने म यहीँ छु पर्खेर बसिरहेको तिम्रो एउटा सानो मेसेजको आशामा, तिम्रो एउटा मिस यु बाबाको प्रतीक्षामा।